बहस गर्दैछु। स्वागत छ यहाँलाई। हस्, धन्यवाद। आरामै हुनुहुन्छ? एकदम ठिक छ। व्यापार बिजनेस व्यवसाय कस्तो छ? व्यापार एकदम राम्रो छ अहिले एकदम। यो तपाईँको व्यवसाय के हो जनताले बुझ्ने भाषामा भन्दा? ठ्याक्कै एकदम नेटवर्किङ भन्छ। अब नेटवर्किङको नेपालमा राम्रो सन्देश छैन नि त। हजुर, पहिला युनिटी सुनिटी के जोड्दा यो अलिकति भनिदिनु त। हजुर, यस्तो छ। अब जनताले सबै हाम्रा ग्राहक वितरकहरूले बुझ्ने भाषामा भन्नुपर्दाखेरि नेटवर्किङ भन्दा पनि अहिले हामीले गरिरहेको व्यवसाय भनेको वस्तुको प्रत्यक्ष बिक्री प्रणाली। वस्तुको प्रत्यक्ष बिक्री प्रणाली। यसलाई चाहिँ हामीले सरल भाषामा भन्नुपर्दा C2C भनेर बुझ्न सक्छौँ। कम्पनी टु कस्टमर। कम्पनी टु कस्टमर। नो बिचमा कोही छैन, कोही पनि छैन बिचमा। बिचौलिया भन्छन् नि, यो कालीमाटीमा तरकारी बिचौलियाले खाएर किसान पनि मरे, उपभोक्ता पनि मरे भन्छन्। त्यस्तो केही हुँदैन त्यहाँ, कोही पनि बिचौलिया हुँदैन हजुरको। हाम्रो कम्पनी टु कस्टमर, सिधै कम्पनीले कस्टमरलाई। एजेन्ट भनौँ न, एजेन्ट हुँदैन, कोही एजेन्ट हुँदैन। एजेन्ट हुँदैन। त्यहाँ पुलको रूपमा तपाईँको चाहिँ हाम्रो उत्पादनहरूलाई, वस्तुहरूलाई चाहिँ प्रवर्धन गर्नको लागि चाहिँ हामीले फ्रीमा तपाईँको चाहिँ कस्टमरहरू, वितरकहरू चाहिँ फर्मेसन गर्छौँ। जो वितरक बन्नको लागि उसले करोडौँ रुपियाँ लगानी गर्नुपर्ने होइन, यहाँबाट सामान खरिद गरेर अर्कोलाई बेच्न पर्ने हुँदैन। जुन हाम्रा उत्पादनहरू छन् त्यो उत्पादनहरूको विषयमा ग्राहकलाई सुसूचित गराए बापत हामीले चाहिँ उहाँहरूलाई केही थोरै तपाईँको इन्टेन्सिभ बोनस चाहिँ प्रोभाइड गर्छौँ। यहाँ चाहिँ सिधै कम्पनी टु वितरक, कस्टमर बिचमा तपाईँको चाहिँ कारोबार हुन्छ। अब अघि हजुरले कुरा उठाइहाल्नुभयो, जुन नेटवर्किङ भन्नुभयो, यो तपाईँको हजुरले जुन युनिटी लगायतको केही प्रसङ्ग पनि जोड्दै हुनुहुन्थ्यो। हर्बो लगायतको केही प्रसङ्ग जोड्दै हुनुहुन्थ्यो। जीवी राई हर्बोबाट उदाका जीवी राई अहिले मुलुकै हल्लाएर बसिरहेछन्। एक्ज्याक्ट। अब मैले यो विषयमा हजुर अलिकति क्लियर पारेँ। अहिले पछि तपाईँलाई त्यहाँ लान्छु म एकछिनमा। हजुरले जुन जोड्नु भएको छ यो चाहिँ 2074 भन्दा अगाडिको कुरा गर्दै हुनुहुन्छ। 2074 भन्दा अगाडि यो व्यवसायलाई नियमन गर्नको लागि नेपालमा त्यस्तो ठेट कुनै पनि कानुन थिएन। 2074 मा चाहिँ तपाईँको चाहिँ कानुन बन्यो। 2076 मा नियमावली बन्यो, निर्देशिका बन्यो। त्यो नियमावली, निर्देशिका र त्यो कानुनको अधीनमा रहेर मात्रै अहिले हामीले कारोबार गर्छौँ। पहिला चाहिँ कानुन थिएन, कानुन नभएको मौका उठाएर धेरै थोक गरे। हजुर, त्यो के गर्नुभयो त्यो उहाँहरूले, त्यो विषयमा मलाई त्यति धेरै अहिले चाहिँ नेटवर्किङ भन्ने बित्तिकै मान्छेले हर्बो, युनिटी, अरू यस्तै बुझ्छन् क्या। यस्तो छ तपाईँको, अब नेपालमा कस्तो छ भने जे चिज चाहिँ बिग्रेको छ नि, जे चिजमा समस्या जेनेरेट भएको छ, मान्छेलाई त त्यही कुरामा एट्र्याक्ट हुन्छ। अब अहिले 2074 मा कानुन बनिसकेपछि, 76 मा नियमावली र निर्देशिका बनिसकेपछि अहिले यो प्रकृतिको वस्तुको प्रत्यक्ष बिक्री प्रणाली अन्तर्गत काम गर्ने कम्पनीहरू चाहिँ लगभग अहिले 28-30 वटा कम्पनीहरूले चाहिँ अनुमति लिएर काम गरिरहेको नेपालमा। यो अहिले व्यवसाय भइसक्यो। यो व्यवसाय नेपालमा अहिले व्यापक रूपमा लगभग हजुरलाई भन्नुपर्दाखेरि 8-10 लाख मान्छेहरू चाहिँ यो व्यवसायमा चाहिँ एफिलिएटेड भइसक्नु अहिले कसैलाई थाहा छैन फेरि कि यस्तो छ। यो धेरैलाई थाहा छ, धेरैलाई थाहा छ। तर मान्छेको बुझाइ चाहिँ के छ भने त्यही पुरानो दङदङ्गी भन्छ नि, पहिला हर्बो र युनिटीको ह्याङले गर्दा मान्छेहरू अहिले यो काम गर्छु यसमा आउँ भन्दैनन्। अहिले तपाईँको जुन पछिल्लो तपाईँको चाहिँ नियमावली आइसके पश्चात चाहिँ यसको विषयमा, यो व्यवसायको विषयमा लागेर धेरै मान्छेहरूले चाहिँ आफ्नो एउटा तपाईँको चाहिँ परिवार जीविकोपार्जन गर्ने काम पनि गरिरहेछन्। यो अहिले हाम्रो रोजगारीको एउटा ठुलो स्रोत बनेको छ, धेरै ठुलो स्रोत बनेको छ। मैले अघि नै हजुरलाई भनिहालेँ, सबै कम्पनीमा गरेर लगभग 8-10 लाख मान्छेहरू चाहिँ प्रत्यक्ष रूपमा चाहिँ लाभान्वित छन्, प्रत्यक्ष अप्रत्यक्ष रूपमा लाभान्वित छन्। तपाईँको कम्पनीले चाहिँ के गर्छ पहिला अनि त्यसपछि? मेरो कम्पनी आइबोस ग्लोबल लाइफ इन्टरनेसनल प्राइभेट लिमिटेडको मेन लक्ष्य चाहिँ के हो भने नेपालमा उत्पादित वस्तुहरूलाई कसरी विश्व बजारीकरण गर्न सकिन्छ। आज हामी यति धेरै स्रोत साधनले भरिपूर्ण छौँ, त्यसको बावजुद पनि एउटा गरिब मुलुकको रूपमा, गरिब तपाईँको चाहिँ जनताको रूपमा चाहिँ हामी परिचित हुन परिरहेको अवस्थाहरू छ। अब यहाँलाई ठ्याक्कै भन्नुपर्दाखेरि नेपालको तपाईँको चाहिँ जल, जमिन, जनशक्ति, जङ्गल, जडीबुटी भनेको त मेजर हाम्रो स्रोतभित्र पर्छ। र मेरो कम्पनीको उद्देश्य के हो त, अष्टज भन्ने त लोकेश भट्टराईले एउटा अभियानै चलाउनु भएको हो, एउटा अभियान चलाउनु भएको थियो होइन, अष्टज भन्ने। अब मेरो तपाईँ कम्पनीको लक्ष्य चाहिँ के हो त भन्दा नेपालमा उत्पादित जडीबुटीहरूबाट नितान्त स्वास्थ्यसँग सम्बन्धित उत्पादनहरू चाहिँ प्रवर्धन गर्ने, उत्पादन गर्ने, त्यसलाई पहिला आफूले प्रयोग गर्नु पर्यो।
आफू त्यो उत्पादनबाट चाहिँ प्रत्यक्ष रूपमा चाहिँ लाभान्वित हुनु पर्यो। त्यसपछि हाम्रो समुदायमा रहेका हरेक व्यक्तिहरूलाई चाहिँ कुनै पनि रोग लागेपछि उपचार गर्नुभन्दा लाग्न नदिनु नै बुद्धिमानी हो नि त, होइन? त्यस्ता उत्पादनहरू प्रयोग गर्दै गर्दाखेरि चाहिँ हामीले त्यो स्वास्थ्य लाभ पनि प्राप्त गर्न सक्छौँ। र त्यो नेपालमा उत्पादन भएको जुन जडीबुटीहरूबाट प्रशोधित गरेर तयार गरेको उत्पादनहरूलाई नेपालकै जनशक्ति प्रयोग गरेर विश्व बजारमा पनि हामीले हाम्रा उत्पादनहरूलाई चाहिँ लैजानुपर्छ भन्ने हिसाबले हामी चाहिँ त्यो योजनासहित अगाडि बढिरहेछौँ। उताको यता पनि ल्याउने, यताको उता पनि पठाउने। अब त्यो चाहिँ एकदमै बाटर सिस्टम भन्छ व्यवसायमा, एउटा बाटर सिस्टम। जुन उत्पादन हाम्रो मुलुकमा उत्पादन हुन सम्भवै छैन त्यसलाई ल्याउन हामीले अरू मार्फत खरिद गर्नु पर्यो। तर हामीसँग उत्पादन गर्नको लागि चाहिँ सम्भव हुने उत्पादनहरू, एउटा इक्जाम्पल दिन चाहन्छु, अर्ग्यानिक ग्रिन टी। आज तपाईँको चाहिँ विश्वको तपाईँको चाहिँ तेस्रो उत्पादन मुलुकभित्र पर्छ क्या, चिया उत्पादनको हिसाबले हेर्ने हो भने। त्यो अर्ग्यानिक ग्रिन टीलाई हामीले त्यो विश्वको बजारमा सप्लाई गर्न, तपाईँहरू लानुहुन्छ, हामी सप्लाई गर्न सक्छौँ। अहिले लगिरहनु भएको छ। हामीले केही प्र्याक्टिस गरिरहेछौँ। हामी अहिले स्टार्टिङ सुरुवातको फेजमा छौँ, होइन? पहिला त तपाईँको चाहिँ नेपालमै त्यो चिजलाई हामीले अलर्ट गराउनु, विश्व बजारमा माग भएको वस्तुमा पर्छ। एकदमै भव्य रूपमा तपाईँको यसको चाहिँ डिमान्ड छ नि। कफी हामीले डिमान्ड फुलफिल गर्न सक्ने कन्डिसन छैन। यहाँ कतिपय यहाँ हाम्रो आयुर्वेदिक साबुनहरू पनि माग छ भन्ने कता कता जापान लगायतका विभिन्न मुलुकहरूमा चाहिँ ठुलो मात्रामा, ठुलो भोलोमा सप्लाई भइरहेछ, गइरहेछ, नगएको होइन। तर जति सप्लाई भइरहेछ त्यो पर्याप्त छैन। गाँजाको तेल, तितेपातीको तेल त जापान धेरै जान्छ भनेर मैले धेरै, त्यसको त गाँजाको लुगा, त्यसको धेरै ठुलो तपाईँको चाहिँ भ्यालु छ नि। तर यहाँ नेपालमा गाँजा खेती गर्यो भने कानुनी बनाएर चाहिँ लगाएर थुनिदिन्छ। अब यस्तो छ, त्यो दुर्भाग्य भन्नु कि सौभाग्य, यो चाहिँ अब त्यसको लागि त राज्यले एउटा पोलिसी बनाउनु पर्यो, होइन? कुनै पनि काम त हामी यही मुलुकमा जन्मिसकेपछि यो मुलुकमा राज्यले बनाएको पोलिसी, राज्यले बनाएको नियम कानुनको परिधिभित्र रहेर काम गर्नु पर्यो। गण्डकीले त पास गर्यो, गण्डकी प्रदेश सरकारले। अस्ति राजेन्द्र राईले संसदमा पनि लामै समय लिएर बोल्नु। अब बिस्तार तपाईँको चाहिँ यो तपाईँको चाहिँ हाउसबाट पनि पास लिएर थुप्रै गाँजा चाहिँ नै पहिला अब हाम्रो काठमाडौँको मेयर योभन्दा अगाडि केशव विस्थापितले पनि गाँजा खोल्नुपर्छ। थुप्रै अहिले उठिरहेछ। शेरबहादुर तामाङजीहरू पनि हुनुहुन्छ गाँजा चाहिन्छ। त्यसको बहस चाहिँ अहिले तपाईँको व्यापक रूपमा भइरहेको छ। तपाईँहरूले गर्ने भनेको चाहिँ सामान दिने, सामान दिए बापतको उचित मूल्य लिने मात्रै हो। एक्ज्याक्ट। हाम्रो तपाईँको कम्पनीको सबै कुराहरू चाहिँ वेब पेजमा हामीले लिएर आएका उत्पादनहरूको विषयमा, कस्ता उत्पादनहरू हुन्, यी उत्पादन के को लागि प्रयोग गर्ने हो, यो उत्पादन प्रयोग गरेपछि हामीलाई के लाभ लिन सक्छौँ। यसको ब्रान्डै चाहिँ छ कि छैन? मेरो ब्रान्ड छ, ग्रिन बुट्टी भन्ने ब्रान्ड चाहिँ। ग्रिन के भन्नुभयो? ग्रिन बुट्टी। ग्रिन बुट्टी, एक्ज्याक्ट। ग्रिन बुट्टी भन्ने ब्रान्ड चाहिँ। ग्रिन भनेको हरियो, बुट्टी भनेको औषधि, सञ्जीवनी होइन? सञ्जीवनी ग्रिन बुट्टी। हाम्रो मेन मकसद भनेको नेपालको खेर गएको जडीबुटीलाई नै युटिलाइज गर्ने चाहिँ हाम्रो पहिलो प्राथमिकता हो। तर अब बजारमा कस्तो छ भने व्यवसाय सञ्चालन गर्दै गर्दा त्यही एउटै चिजलाई मात्रै लिएर हिँड्दै गर्दा त व्यापार पनि चल्नु पर्यो, होइन? अब त्यसको लागि बजारमा डिमान्डेबल उत्पादनहरू, हामी कतिपय उत्पादनहरू राज्यले हामीलाई तपाईँको पोलिसी बनाउँदाखेरि पनि कम्पनीले यो प्रकृतिको कम्पनीहरूले जति कारोबार गर्छ त्यो कारोबारको 50% उत्पादनहरू चाहिँ नेपालकै तपाईँको चाहिँ बिक्री वितरण गर्नुपर्छ भनेर हामीलाई त्यो एउटा लाइसेन्स लिँदाखेरि हामीलाई त्यसमा चाहिँ अनुबन्धित पनि गरिसकेको छ। त्यसैले हामीले तपाईँको चाहिँ जुन काम गरिरहेछौँ यसबाट तपाईँको चाहिँ यो एउटा उद्योग हो, ठुलो उद्योग हो। तपाईँको चाहिँ जुन उद्योगमा मान्छेहरूले आय आर्जन गर्नको लागि तपाईँको कुनै पनि किसिमको ठुलो इन्भेस्टमेन्ट गर्नुपर्ने हुँदैन। यो लगानी बिना नै तपाईँको चाहिँ आर्थिक उपार्जन गर्न सक्ने एउटा सबैभन्दा बलियो प्लेटफर्म पनि हो। तर यसलाई अब त्यो सामाजिक रूपमा, हजुर, अब यत्रो तपाईँले भन्नुभयो 8-10 लाख मान्छेहरू चाहिँ यसका छन्। मान्छेहरू चाहिँ म यो गर्छु भनेर छाती फुकाएर, होइन, धक फुकाएर भन्दै हिँड्ने वातावरण त छैन किन? यस्तो छ। अब अहिले पछिल्लो पिरियडको अपडेट हजुरलाई के कति छ, होइन? हजुरले भन्नुभयो जस्तो 74 भन्दा अगाडि ऐन कानुन आउनुभन्दा अगाडि त्यो किसिमको एउटा तपाईँको चाहिँ यो व्यवसायले जटिलता लिएकै हो। तर ऐन कानुन आइसके पश्चात अहिले जहाँसम्म मलाई लाग्छ यी सबै तपाईँको यो प्रकृतिका कम्पनीहरूले अहिले केही नभए पनि प्रत्येक दिन 5-7 वटा 10 वटा तपाईँको चाहिँ ठुलो फङ्सनहरू सञ्चालन गरिरहेको अवस्थाहरू छ। अब यो हाम्रो तपाईँको चाहिँ प्लेटफर्म होइन, मान्छेलाई भ्रम, मैले तपाईँलाई अझै छिने मान्छेलाई के छ भने यो नेटवर्किङ व्यवसायमा लाग्छ भने ला यो त अब युनिटी जस्तो भएर ठगीमा लागेछ, हर्बो जस्तो भएर ठगीमा लागेछ भन्ने खालको आम बुझाइ छ नि त, होइन? त्यसलाई चिर्दा
होइन है, यो चाहिँ एउटा प्रतिष्ठित व्यवस्थित सुव्यवस्थित बिजनेस हो, व्यापार हो, यसमार्फत पनि एउटा मुलुकलाई सेवा दिन सकिन्छ भन्ने सन्देश। म हजुरको यो पपुलर टेलिभिजन मार्फत के कुरा क्लियर गराउन चाहेँ भने हजुरले भने जस्तो बुझाइ थियो एकताका थियो भन्नुभयो होइन, एकताका थियो, तर अहिले राज्यले हामीलाई के भनिरहेको छ भने तपाईँहरूले जति पैसा लिनुहुन्छ पैसा बराबरको सामान तुरुन्त ग्राहकलाई दिनुपर्छ भनेको। कर चाहिँ यता खिद्रेको यता हाल्नु होइन, कर चाहिँ हाल्नु पर्यो। पैसा बराबरको सामान कुनै उपभोक्ताले प्राप्त गरिसके पश्चात त्यहाँ उपभोक्ता ठगी त हुँदैन होइन। र यदि कसैले यसलाई व्यवसायीकरण गर्ने हिसाबले जो उपभोक्ता जो ग्राहक त्यो उत्पादन प्रयोग गरिसकेपछि त्यसको आत्मसन्तुष्टि अरू कसैलाई सेयरिङ गर्नुहुन्छ भनेदेखि त्यहाँ पुलको रूपमा त्यो उत्पादनको चाहिँ प्रमोसन गर्दै बापत उसलाई हामीले चाहिँ सर्टेन पर्सेन्ट इन्सेन्टिभ्स दिन्छौँ। त्यो पनि राज्यले हामीलाई कोटेड गरेको छ, यति पर्सेन्टको दायराभित्र रहेर बोनस वितरण गर्नुपर्ने छ भनेर चाहिँ हामीलाई त्यहाँ चाहिँ अनुमोदित गराइसकेको छ। हामीले कम्पनी रजिस्ट्रारमा कम्पनी दर्ता गरेर मात्रै यो कारोबार गर्न पाउँदैनौँ। यसको लागि नियमन गर्ने छुट्टै निकाय वाणिज्य विभाग छ। त्यो वाणिज्य विभागमा चाहिँ हामीले धरोटी राखेर धरोटी राखेर छुट्टै लाइसेन्स हामीले लिनुपर्छ। कति राख्नुपर्छ धरोटी? जति कम्पनीको चुक्ता पुँजी छ त्यो चुक्ता पुँजीको 50% धरोटी राख्नुपर्छ। 50%? हजुर। भनेपछि 10 करोडको कम्पनी बनायो भने 5 करोड चाहिँ धरोटी राख्नु पर्यो। 1 करोडको भयो भने 50 लाख राख्नु पर्यो। भनेपछि त पैसा नहुने त फेरि छिर्न नसक्ने भयो नि त। यस्तो छ, पैसा नहुनेहरूको लागि कम्पनी दर्ता गरिरहनै पर्दैन क्या। कुनै पनि दर्ता भएको कम्पनीबाट उसले त्यो लाभ लिन सक्छ, त्यो काम उसले त्यहाँबाट गर्न सक्छ। तपाईँ चाहिँ यही सन्दर्भमा के प्रोडक्टहरू जस्तै दुई खाले हुन्छन्, कोही लाउने कोही खाने कोही चाहिँ दल्ने हुन्छ नि त होइन? मैले हाम्रो प्रोडक्टहरूको विषयमा अघि न तपाईँको चाहिँ हाम्रो अभियान नै जोड्न चाहेँ, मैले स्वास्थ्य अभियान भनिहालेँ होइन। हामीसँग जडीबुटीबाट प्रशोधित सप्लिमेन्ट उत्पादनहरू छन्। हामीले त्यसलाई औषधिको रूपमा त हामीले बिक्री वितरण गर्न पाउँदैनौँ होइन, तर जडीबुटीमा औषधिजन्य गुण छ भन्ने कुरो त तपाईँ हामी सबैलाई थाहा छ। जुन उत्पादन रोग लागेकोले भन्दा रोग लाग्न नदिनको लागि प्रयोग गर्ने उत्पादनहरू हुन्, हेल्थसँग तपाईँको चाहिँ सम्बन्धित उत्पादन। इक्जाम्पल ग्रिन टी पनि मेरो तपाईँको चाहिँ एउटा प्रोडक्टभित्र पर्छ होइन। त्यसपछि केही कस्मेटिक प्रोडक्टहरू छन्, अनि सप्लिमेन्ट प्रोडक्टहरू छन्, जस्तो तपाईँको रातो च्याउको प्रोडक्टहरू छन् होइन। त्यसपछि तपाईँको चाहिँ कडी सोप यार्सा गुम्बाको प्रोडक्टहरू छन्, सप्लिमेन्ट प्रोडक्टहरू छन्। र बाहिरबाट केही प्रोडक्टहरू हामी आयात पनि गर्छौँ, जस्तो क्लोरोफिल भन्ने प्रोडक्ट चाहिँ मैले तपाईँको चाहिँ मलेसियाबाट लिएर आउँछु क्या। अब त्यो प्रोडक्ट हेल्थको लागि तपाईँको चाहिँ एकदमै तपाईँको चाहिँ राम्रो प्रोडक्टको रूपमा तपाईँको चाहिँ लिइन्छ। अब केही प्रोडक्टहरू हामी बाहिरबाट पनि लिएर आउँछौँ, र अधिकांश प्रोडक्टहरू त हामीले हाम्रो लक्ष्य भनेको त आफ्नो म्यानुफ्याक्चर प्लान्ट चाहिँ हामीले नेपालमा राख्ने हो। हाम्रा खेर गएको जडीबुटीहरूबाट चाहिँ प्रशोधित उत्पादनहरू सबै मान्छेसँग सबै किसिमको स्किल हुँदैन नि त। कसैसँग उत्पादन गर्न सक्ने क्षमता होला, कसैसँग बिक्री गर्न सक्ने क्षमता होला, कसैसँग लगानी गर्न सक्ने क्षमता होला। यी सबै किसिमको चिजलाई चाहिँ हामीले फ्युजन गरेर यसलाई एउटा उद्योगको रूपमा भोलि 10,000 मान्छेहरूलाई चाहिँ तपाईँको चाहिँ रोजगारी सिर्जना गराउन सक्ने एउटा प्लेटफर्मको रूपमा चाहिँ हामीले यसलाई विकास गर्नुपर्छ भन्ने हिसाबले नितान्त व्यवसायीकरण मात्रै नभएर यो एउटा तपाईँको सोसियल वर्क पनि हो। किनकि तपाईँको चाहिँ मान्छेको चाहिँ जुन स्वास्थ्यलाई ध्यान राखेर लिएर आउने उत्पादनहरू चाहिँ तपाईँको स्वास्थ्य जनचेतना जगाएर, अर्को राम्रो पक्ष के छ भने हाम्रा कुनै पनि उत्पादनहरूको विषयमा जानकारी नगराइकन हामीले ग्राहकलाई तपाईँको सामान खरिद गराउँदैनौँ। त्यो सामानको विषयमा हामीले कम्प्लिटली उहाँहरूलाई जानकारी गराएर यो सामान कस्ता व्यक्तिहरूले प्रयोग गर्न मिल्छ, कस्ता व्यक्तिले प्रयोग गर्न मिल्दैन, कसले युज गर्ने कसले युज नगर्ने, यो प्रोडक्ट तपाईँलाई आवश्यक छ कि छैन भनेर पहिल्यै उहाँहरूलाई चाहिँ यो प्रोडक्टको विषयमा चाहिँ कम्प्लिटली जानकारी गराइसकेपछि उहाँहरू इच्छुक भयो भने बल्ल लान सक्नुहुन्छ। जस्तै तपाईँहरूको उद्देश्य चाहिँ रोग लाग्न भन्दा रोग लाग्नै नदिनु जाति एक्ज्याक्ट एकदमै भन्ने भयो नि त होइन, सस्तै सस्तो भयो भने। तर अब यो जो एलोपेथिक पढाउने त्यसमा मात्रै विश्वास गर्नेहरूले त फेरि तपाईँहरूलाई त राम्रो नमान्ने रहेछ नि। यस्तो छ, उहाँहरूले हामीलाई राम्रो मान्नुहुन्छ कि मान्नुहुन्न, उहाँहरूलाई हामीले राम्रो मान्छौँ कि मान्दैनौँ भन्दा पनि कुन चाहिँ बुद्धिमानी हो भन्ने कुरा हो होइन। रोग लागिसकेपछि उपचार गर्नु बुद्धिमानी हो कि रोग लाग्न नै नदिनु चाहिँ बुद्धिमानी हो? अस्ति एकजना यहाँ नेचुरोपेथी डाक्टरलाई लगेर थुनिदिए, अलिकति थुनिदिए नि त। हजुर हजुर, यो सन्दर्भ पनि आएको थियो।
भनेपछि तपाईँहरूमाथि उहाँहरू अब मुलुक फेरि विज्ञानबाट प्रमाणित भएको कुरा भनेर सबै मान्छेहरू त्यता पछि राखेर तपाईँहरूलाई चुनौती बढ्दैन यो कुरा? यस्तो छ, चुनौती त हरेक व्यवसायमा हरेक क्षेत्रमा बिना चुनौती त मान्छेले अवसरै प्राप्त गर्दैन होइन। अब त्यो चुनौती चाहिँ कहाँसम्मको चुनौती हो भन्ने कुरा चाहिँ हामीले एनालाइसिस गर्छौँ। जोडेको राज्यले चाहिँ तपाईँहरूलाई गर्नुपर्ने, तपाईँ त के छन् उत्पादन गर्ने, बिक्री वितरण गर्ने, पैसा ल्याउने, राज्यलाई तिर्ने राम्रा काम यो गरिरहनु भएको छ नि त होइन। त्यो अनुसार राज्यले चाहिँ तपाईँलाई लु न तिमीहरू गरी खाऊ, मुलुकलाई पनि बचाउँ भन्ने ढङ्गले व्यवहार चाहिँ गरेको छ कि चाहिँ मैले? एकदम राज्यबाट हामीले जुन किसिमको प्रोटेक्ट पाउनुपर्ने हो, जुन किसिमको सपोर्ट पाउनुपर्ने हो त्यो कम्प्लिटली रूपमा पाइरहेछौँ। त्यो पाएर नै आज हामी तपाईँको चाहिँ विधिवत रूपमा चाहिँ सञ्चालन हुन पाइरहेछौँ के। अघि प्रसङ्ग हजुरले उठाउनु भएको थियो 74 सालभन्दा अगाडि राज्यले त्यो व्यवस्था नगरिदिएको कारणले गर्दाखेरि यो दङदङी आएको हो नि त। यो बदनामी हुनुको कारण त त्यो हो नि त होइन। आज इन्टरनेसनल्ली प्र्याक्टिस हेर्ने हो भने यो प्रकृतिको व्यवसाय, यो प्रकृतिको उद्योगले ठुलो अर्थतन्त्रलाई होल्ड गरेको देखिन्छ। संसारको विकसित मुलुकहरूलाई हेर्ने हो भने आज छिमेकी मुलुक तपाईँको चाहिँ इन्डियालाई नै हेर्ने हो भनेदेखि लगभग तपाईँको चाहिँ त्यो देशमा हुने जति चालु तपाईँको चाहिँ पुँजी छ त्यसको 10% चाहिँ यो व्यवसायले चाहिँ हिस्सा होल्ड गरेको देखिन्छ। अब यसै सन्दर्भमा यो नेटवर्किङ व्यवसाय जो छ कतिपय चाहिँ गेम खेलाउने होइन, हजुर के पनि हुन्छ भन्छन् क्या, अहिले पनि भइरहेको छ भन्छन्। तपाईँ चाहिँ हामी सामान बेचेर सामान ल्याउने भन्नुभयो, मान्छेलाई चाहिँ आज ग्राहक बनायो 1 महिनामा 1-2 लाखै कमाउन सक्ने वातावरण सृजना गरिदिने, यसले पिरामिड ठगी हुँदैन यो कुराले? एक्ज्याक्ट, हजुरले एकदमै तपाईँको राम्रो प्रसङ्ग उठाउनु भयो। त्यो हजुरले उठाइरहनु भएको प्रसङ्ग र हामीले गरिरहेको तपाईँको कामको प्रसङ्ग चाहिँ मेल खाँदैन। यो चिर्नै पर्ने छ होइन, यो मेल खाँदैन, यो चिर्नै पर्छ हजुर होइन। जस्तो अहिले कस्तो भइरहेछ, एउटा गोल्ड मोडलमा हाल्ने काम भइरहेछ के, एउटै बकेटमा एउटै बास्केटमा हाल्ने काम भइरहेछ होइन। जस्तो अहिले मैले अघि नै सुरुवातमा पनि भने 28 भिडियो गेम खेलेर फिल्म हेरेरै पैसा आउने भन्ने यहाँ के काठमा चलिरहेछ भन्ने सुन्छु। त्यो फरक खालको त्यो सेवामूलक भयो। हामीलाई कुनै पनि सेवाको कारोबार गर्नको लागि अलर्ट छैन। हामी कुनै पनि सेवाको कारोबार चाहिँ हामीले गर्यौँ भने हामी कानुनी दायराभित्र परिहाल्छौँ। हामीलाई नितान्त प्रोडक्ट उत्पादन बिक्री मात्रै हो, एकदमै ल्याएर बेच्ने हो अथवा पठाएर बेच्ने हो। एक्ज्याक्ट, हामीले वस्तुको कारोबार मात्रै गर्न पाउँछौँ। यहाँ हामीले यो सेवा दिए बापत यति रकम तिर्नु होला, यो सेवा दिए बापत चाहिँ यो चाहिँ इन्सेन्टिभ तिर्नु होला, हामीले कुनै पनि कुराहरू भन्न पाउँदैनौँ। हामीले ग्राहकले खरिद गरेको मूल्य बराबरको ग्राहकलाई सामान चाहिँ हामीले दिनै पर्ने हुन्छ। हामीसँग सामान छैन, हामीले ग्राहकसँग डिलै गर्न सक्दैनौँ। हामी चाहिँ नितान्त वस्तुको कारोबार, वस्तु मात्रै बेच्ने, एकदमै दिमाग बेच्ने काम पनि त भइरहेछ नि यसबाट। अघि मैले भने नि तपाईँलाई, हजुरले भन्नुभयो त्यो दिमाग बेच्ने काम भइरहेको छ भने त्यसलाई त राज्यले अनुगमन गर्नु पर्यो नि त। एउटै बकेटमा त एउटै तपाईँको चाहिँ बास्केटमा त हाल्न मिलेन नि त होइन। काम जसले तपाईँको चाहिँ कानुनको विधि तपाईँको चाहिँ कानुन सम्मत गरिरहेछ उनीहरूलाई चाहिँ प्रोत्साहन गर्नु पर्यो, जो कानुन विपरीत गरिरहेछ उसलाई चाहिँ दण्ड गर्नु पर्यो होइन। व्यवसायीहरूलाई हतोत्साही भन्दा पनि तपाईँको चाहिँ प्रवर्धन गर्नेतिर राज्य गयो भने हिजो 74 भन्दा अगाडि गरिएको नेटवर्किङ व्यवसायका नाममा गरिएको गलत कामहरू भने मैले फेरि जोडेर हजुर होइन, कतिपय गलत कामहरू भने मैले सबैलाई भन्ने कामहरू अहिले पनि पर्दा पछाडिबाट कतिपयलाई गरिरहेको छ नि त। त्यो हामीलाई जानकारीमा छैन। यदि पर्दा पछाडिबाट कसैले गरिरहेछन् भने त्यसलाई राज्यले नियमन गर्नु पर्यो। त्यसको मार त तपाईँहरूले भोगिरहनु परेको छ नि त। यस्तो छ त, हजुरलाई अघि मैले चिरे जस्तै त्यो र हामी फरक हो भनेर बजारमा गइरहेछौँ क्या। हामीलाई कुनै ठाउँमा त्यो प्रसङ्ग उठ्दै गर्दा उठ्छ नि, यो प्रसङ्ग उठ्छ, उठ्दै गर्दा कुरै त्यही हो तिम्रो उठ्छ। तर त्यो भन्दा युनिटी नहुने, हर्ब नहुने अथवा अहिले जुन यो गेम प्लानरहरू गरिरहेछन् त्यो नहुने भन्ने पिरामिड ठगी भइरहेछ भन्ने कुराको त प्रश्न तपाईँले सबभन्दा धेरै भोग्ने तपाईँहरूले होइन। एकदम त्यो चिजको चपेटामा त्यसले व्यावसायिक रूपमा मार त हामीले खेपिरहेछौँ। तर अहिले हामी सबै व्यवसायीहरू चाहिँ के गरिरहेछौँ त भन्दा त्यो र हामीमा फरक छ होइन। राज्यले हामीलाई दिएको अथोरिटी, राज्यले हामीलाई दिएको तपाईँको चाहिँ अधिकार चाहिँ यो हो। हामी त्यो राज्यको अथोरिटी र अधिकारभित्र रहेर हामीले काम गरिरहेछौँ होइन। यो मुलुकमा व्यापार व्यवसाय नै गर्न नपाउने भन्ने त होइन नि त होइन। जस्तो हाम्रो तपाईँको दाबी के हो त भन्दा हामी नेपालकै स्रोत साधन परिचालन गरिरहेछौँ, नेपालकै युवाहरूलाई चाहिँ हामीले चाहिँ रोजगारी सिर्जना गरिरहेछौँ होइन। नेपालकै युवाहरूलाई रोजगारी सिर्जना गरेर राज्यलाई हामीले ट्याक्स तिरिरहेछौँ। हामीले त सबै एङ्गलबाट हामीले हेर्ने हो भनेदेखि हामीले बिक्री गरेका उत्पादनहरू पनि मान्छेको जीवनको लागि त क्षति हुने उत्पादनहरू छैनन्, लाभदायी उत्पादनहरू बेचिरहेछौँ होइन।
र हामीले ती उत्पादनहरूको विषयमा चाहिँ सुसूचित गराइरहेछौँ, मान्छेलाई ट्रेन गरिरहेछौँ। यस्ता उत्पादनहरूको चाहिँ हामीले बढावा दिनुपर्छ, यसलाई चाहिँ हामीले प्रयोग गर्नुपर्छ भनेर हामीले चाहिँ त्यो आवाज उठाइरहेछौँ नि त, होइन? अब कहाँनेरिबाट हामीले गरेको काम चाहिँ गलत भयो त? राष्ट्रिय उत्पादन बेच्नु गलत हो, होइन? देशमा स्वरोजगारी सिर्जना गर्नु गलत हो र? राज्यलाई तपाईँको चाहिँ नेपालकै उत्पादन बेचेर राज्यलाई ट्याक्स भ्याट तिर्नु चाहिँ गलत त होइन? राज्यले हामीलाई जुन एउटा तपाईँको चाहिँ ट्याक्स दिएको छ त्यो फर्मेटभित्र रहेर हामी काम गरिरहेछौँ। राज्यले हामीलाई गर्नुपर्ने तपाईँको चाहिँ सपोर्ट गर्नुपर्ने तपाईँको चाहिँ साथ अहिलेसम्मको कन्डिसनमा हामीले फुल फेजमा पाइरहेका छौँ। जस्तै कतिपय विज्ञहरू के भन्नुहुन्छ, नेपालमा ट्याक्स चाहिँ चरम लुकाइन्छ, चरम दुरुपयोग हुन्छ भन्ने प्रश्नहरू पनि उठाइरहेका हुन्छन्। यसमा चाहिँ यो ट्याक्स छलीको सम्भावना कति? अब म हजुरलाई तपाईँको चाहिँ यो प्रकृतिको व्यवसायको विषयमा चाहिँ भनिदिन्छु। हामीले अनलाइन बिलिङै गर्नुपर्छ। हामीले कुनै पनि म्यानुअली बिल काट्न पाउँदैन। नेभर हामीले म्यानुअली बिलै काट्न पाउँदैनौँ। हामीले इजाजत लिँदा, वाणिज्य विभागबाट इजाजत लिँदा हामीले अनलाइन तपाईँको चाहिँ आन्तरिक राजस्व कार्यालयसँग चाहिँ हाम्रो अनलाइन कनेक्ट गरेको सर्भर लिङ्क दिएर मात्रै हामीले इजाजत। तपाईँले लिखितम केही हुनै गर्ने पाउनु? लिखितम हामीले म्यानुअली बिलै काट्न पाउनुहुन्न। यदि कसैले म्यानुअली बिल काटेर चाहिँ कारोबार गरिरहेछ भने, कारोबार गरिरहनु भएको छ भनेदेखि त्यो नियमभन्दा बाहिर गरेर गर्नु, जेलको बासतिर हो त। अब त्यो त राज्यले कहाँ पुर्याउने भन्ने त त्यो त राज्यको कुरा रह्यो, राज्यले गर्ने त्यो कानुनको दायरामा आयो, कानुनी दायरा हुनु पर्यो। कानुनको दायरा गैर कानुनी भयो, त्यो गैर कानुनी त्यसलाई मान्छ मान्दैन। म तपाईँको कानुनको विद्यार्थी होइन, तर तपाईँको म्यानुअली बिल काट्न पाइँदैन। भनेपछि राज्य पनि खित्रीको उता पैसा जाने, तपाईँ ग्राहकले पनि उता तिरेको देखिने होइन, आन्तरिक राजस्व विभागको खातामा पनि ठ्याक्क पैसा आउने। गजब रहेछ त यो सिस्टम त होइन। यो प्र्याक्टिसलाई त अब तपाईँको चाहिँ हरेक तपाईँको चाहिँ सेक्टरमा चाहिँ हामीले चाहिँ इम्प्लिमेन्ट, किनकि अहिले त हामी किन सरकारले पेपरलेस गराउने भन्ने निर्णय त गरिरहेको छ। तपाईँहरूकोमा चाहिँ अलरेडी पेपरलेस हो? हामी अलरेडी पेपरलेस छौँ। हामी अलरेडी पेपरलेस छौँ। यो लागू भइसक्यो विषय, लागू भइसकेको त्यो चिज नगरिकन त अनुमति प्राप्त गर्दैन क्या। भने सरकारले त यस्तो यहाँ लागू भयो भन्न कहिले काहीँ त यसो यो जारी गरिदिए पनि हुने रहेछ। यस्तो छ, अब तपाईँको चाहिँ कुनै मिडिया मार्फत अथवा कुनै अनलाइन पत्रिका मार्फत आएको छ, त्यसलाई हामीले कति ध्यान राज्यकै तर्फबाट अहिले अब हजुरको यो व्यवसाय, यो व्यापार, यो बिजनेसमा चाहिँ पेपरलेस छ है नेपालमा भइसक्यो होइन। वाणिज्य विभागको तपाईँको चाहिँ वेबसाइटमा गएर हेऱ्यौँ भने यो प्रकृतिको कम्पनी लाइसेन्स लिनको लागि चाहिँ आवश्यक कागजात के हो भनेर हेऱ्यो भनेदेखि त्यहाँ यो पनि तपाईँको एउटा नम्बरमा परिहाल्छ क्या, एउटा बुदाभित्र। अब तपाईँ मलाई क्लियर गरिदिनुहोस् कि यसले देशमा तपाईँहरूले गरेको व्यवसायले गर्छ के लु भन्नु, के फाइदा हुन्छ? जस्तै देशलाई, मुलुकलाई, होइन, अब व्यक्तिलाई। अब यो चाहिँ तपाईँको कस्तो छ भने हामी के पनि भन्छौँ भने यो विन 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 सिस्टम पनि भन्छौँ क्या। यो व्यवसायमा जसले व्यवसाय सुरुवात गरेको छ उसले त डेफिनेटली लाभ देखेर व्यवसाय सञ्चालन गरेको हुन्छ, उसलाई फाइदा हुने कुरा रहि नै हाल्यो। र जो व्यक्तिले यो व्यवसायले लिएर आएको उत्पादनहरू प्रयोग गर्छ, यो व्यक्ति यो चाहिँ एउटा माउथ टु माउथ सेल पनि हो क्या। मेरो उत्पादन तपाईँले प्रयोग गर्नुहुन्छ, तपाईँ सेटिस्फाई हुनुभयो भने मात्रै अर्को व्यक्तिलाई चाहिँ सेयरिङ गर्नुहुन्छ नि त, होइन? प्रोडक्टले रिजल्ट दिएन, रिजल्ट ठग्यो भन्छ हो, साथीभाइ भेट्दा पनि तर राम्रो रहेछ भने तपाईँले राम्रो रहेछ खाना पर्ने रहेछ पनि भन्नुहुन्छ नि त, ठिक रहेछ है त भन्छ। मेन यो व्यवसाय अनुभव नै प्रकट हुने हो त्यहाँ। हो, यो व्यवसायको मोटै यही हो, तपाईँको रियल कन्ज्युमर, रियल कस्टमर नै सेटिस्फाई भएर उसले अर्को व्यक्तिलाई चाहिँ रिकमेन्ड गरोस्, सिफारिस गरोस्। त्यो रिकमेन्ड र सिफारिस गरे बापत उसले सर्टेन % कमिसन पनि प्राप्त गर्छ। तर हामी कहाँ चाहिँ कमिसन बेसमा काम गर्नेहरूलाई इज्जतै छैन क्या नेपाल। अब यस्तो छ, अब त्यो त यस्तो दले, त्यो एजेन्ट, त्यो ब्रोकर यस्तो भनिन्छ। हजुरलाई नमान्नु होला यो कुरा, समाजमा पाकिरहेको चिज मैले प्रकट हजुरलाई मैले एउटा इक्जाम्पल दिन चाहेँ। संसारको विकसित मुलुकहरूमा गएर हामीले बुझ्यौँ भने सबैभन्दा ठुलो इज्जत छ भने त्यो ब्रोकरलाई छ क्या, बिचको एजेन्टलाई छ क्या। एजेन्टको त्यति धेरै ठुलो तपाईँको चाहिँ भ्यालु हुन्छ, किनभने एजेन्टमा उत्पादक र उपभोक्ता बिचको फुलको काम गर्छ नि त उसले त, होइन? ऊ भएन भने न उत्पादकको सामान जान्छ न उपभोक्ताले सामान पाउँछ। हरेक उपभोक्ता कम्पनीसँग पुग्ने पहुँच पनि हुँदैन।
हरेक कम्पनीहरू कन्ज्युमरसम्म तपाईँको चाहिँ उपभोक्ता बिचमा पुग्ने पहुँच पनि हुँदैन नि त। त्यहाँ बिचमा त एउटा तपाईँको चाहिँ लेयरको त आवश्यक पर्छ। जस्तै जुम्लाको मार्सी चामल यहाँ ल्याइदिएर न थाहा पाए, थाहा पाए धेरैले होइन र जुम्लामा त खेर गएर कुहिरहेको थियो। अझ दुर्गा प्रसाईले ल्याएर प्रचण्ड र ओलीलाई भात खुवाइदिएपछि झन् चर्चा भयो। मार्सी बिहारै आयो, थुप्रै थुप्रै नाममा अहिले होइन थुप्रै। त्यो भएर हामीले तपाईँको चाहिँ एजेन्टलाई चाहिँ हामीले हेर्ने दृष्टिकोण चेन्ज गराउनु जरुरी छ क्या। किनभने त्यो जुम्लाको सिमी मार्फत यहाँ आयो तब यहाँ मान्छेले खान पाए नि त। पायो, त्यो बिचको तपाईँको मार्फत थिएन भने त त्यो सिमी हामी उपभोग गर्न पाउँदैन थियो। अनि सबैभन्दा ठुलो थ्याङ्क्स त त्यही बिचको मान्छेले पाउँछ। अहिले अब भदौको मौला छ, जुम्ले स्याउहरू आइसक्यो, मुस्ताङको स्याउ, रसुवाको हो नि पहाडी होइन। त्यो बिचको मान्छेले ल्याइदिएर आज हामीले यहाँ चाहिँ सजिलैसँग तपाईँको चाहिँ प्रयोग गर्न पाछौँ। भनेपछि हामीले जसलाई इज्जत गर्नुपर्ने त्यसलाई इज्जत गर्दा रहन्छौँ होइन, जसलाई नगर्नुपर्ने त्यसलाई गरेर चाहिँ हामी बर्बाद भएका रहेछौँ कि क्या? त्यही त देखिरहेछ, त्यही नै देखिरहेछ नि हजुरको। अहिलेसम्म हेर्नु न, हाम्रो देशमा यति स्रोत छ नि, हामी तपाईँको रोजगारीको लागि कहीँ पनि जानु पर्दैन, हामीसँग त्यति स्रोत छ। तर त्यसलाई लाइन लाएर हजुर एयरपोर्टमा गएर अहिले त केही समयदेखि तपाईँको चाहिँ रोकिरहेछ क्या अरे, नत्र एयरपोर्टमा गयो भनेदेखि त्यहाँ खुट्टा राख्ने ठाउँ हुँदैन थियो। हेर्नुहोस् कस्ता मान्छेहरू जान्छन् त भन्दा जुन मान्छेको चाहिँ एकदम प्रोडक्टिभिटी टाइम हो के, 25 वर्षदेखि 40 वर्षको समय अवधि भनेको चाहिँ प्रोडक्टिभिटी टाइम हो नि त। तर ती जानेहरू यहाँ चाहिँ टिक्नै चाहँदैनन्। जस्तै तपाईँले भन्नुभयो नि, यहाँ पनि थुप्रै सम्भावना छन्। हजुर, जस्तै कृषि गर्न चाहँदैन नेपालमा अहिले मान्छे, थुप्रै प्रब्लमहरू छ। अब जडीबुटीको कुरा गर्नुभयो होइन, त्यसमा थुप्रै कानुनी उल्झन व्यवधानहरू थुप्रै छ भन्छन्। यस्तो छ, जडीबुटीको काम गरेर कुन दिन जेल जानुपर्ने टुङ्गो हुँदैन पनि भन्छन् क्या कतिपय। होइन त्यो यस्तो छ, जडीबुटीको कारोबार गर्नको लागि पनि एउटा विधि छ, सिस्टम छ। मान्छे हामी विधिमाथि छिर्न चाहँदैनौँ। नेपालीको पनि समस्या हो यो, एकदमै ठुलो समस्या नेपालीहरूको विधिमा नछिरेर हो नि त। हिजो बाबुबाजेले विधि बेगरै काम गरिरहेको थिए, त्यही काम त्यतिखेर मौखिक चल्थ्यो होइन होइन। अब अहिले त सिस्टममा चल्नु पर्यो। अहिले कानुन बनिसक्यो तर उसले त्यो चाहिँ बाबुबाजेको ह्याङबाट ऊ पनि मुक्त हुन सकेको छैन, ऊ त्यही वेमै काम गरिरहेछ क्या, विधिमा चल्नु पर्यो। अर्को हजुरले जुन विदेश जानलाई चाहिँ लालायित छन्, नेपालमा काम गर्न चाहिँ तयार छैनन् भन्ने कुरा गर्नुभयो, यसमा चाहिँ मेरो चाहिँ यहाँलाई भनाइ के छ भने यो चाहिँ एउटा ट्रेन चल्यो क्या। उसको कोही नजिकको साथी छरछिमेकी कोही विदेशमा छ होइन, उसले विदेशमा गरेको दुःख त यहाँ देख्दैन, त्यो विदेशबाट पठाएको नोट मात्रै देखिरहेको हुन्छ नि त। तर उसले त्यति नोट आय आर्जन गर्नको लागि त यति धेरै ठुलो सङ्घर्ष गरेको छ। किनकि म खुद तपाईँको चाहिँ धेरै देशहरूमा पुगेर नेपालीहरूले गरेको कामहरू चाहिँ मैले हेरेको छु कि नजिकबाट, मेरो आँखाले देखेको छु कि यति मेहनत गरिरहेको छ। त्यो मेहनत यहाँ गर्ने हो भनेदेखि त्यसको 2 गुणा बढी आम्दानी यहीँ गर्न सक्छ। यो चाहिँ एउटा ट्रेन चलिरहेछ हेर्नुहोस्। त्यो नजिकैको साथी सर्कल छिमेकीले बाहिर गएर दुबई कतार गयो, फर्केर 2 वर्ष 5 वर्षमा फर्केर आउँदाखेरि राम्रो एउटा तपाईँको चाहिँ सर्ट प्यान्ट लाएको मात्रै हेरिरहेको छ। 364 दिन उसले स्ट्रगल गरेको त देखेको छैन। त्यति स्ट्रगल यहाँ गर्ने हो भने म एकदम दावासहित भन्न सक्छु, त्यति मेहनत चाहिँ नेपालमा गर्ने हो भनेदेखि उसले जति आम्दानी गर्छ विदेशमा त्यसको 2 गुणा बढी यहीँ कमाउन सक्छ। हामी यहाँ उसले एयरपोर्टबाट झरेर बाहिर निस्किँदा सामाजिक सञ्जालमा हालेको सुटकेस मात्रै देखिरहेको छौँ हामीले। त्यो सुटकेसभित्र कति दुःख छ भन्ने कुरा चाहिँ त्यो धेरैले महसुस गरेका छैनन्, होइन धेरैले महसुस गरेका छैनन्। हजुरको हेर्नुहोस्, दिनरात नभनिकन तपाईँको चाहिँ त्यो गर्मीमा होइन तपाईँको कति खटेर मेहनत गर्नुपर्छ। अब के तपाईँ विदेश गएकालाई के भन्नुहुन्छ? अब मुलुकमा केही गर्न खोजिरहेका तर गर्न नसकिरहेका, नपाइरहेका, नभेटिरहेकाहरूलाई के भन्नुहुन्छ? सरकारलाई के छ तपाईँको? सरकारसँग त हाम्रो एउटै मात्रै माग छ, काम गर्न चाहनेहरूलाई एउटा विधि सिस्टम बनाएर राज्यले काम गर्ने व्यवस्था मिलाइदिनु पर्यो। के गरिदिनु पर्यो तपाईँको? अब अहिले हाम्रो सन्दर्भमा त जति गरिदिनु पर्ने हो राज्यबाट हामीले कम्प्लिटली त्यो चिज प्राप्त गरिसकेको अवस्था। के गुनासै छैन तपाईँको? अहिले राज्यलाई गर्ने गुनासो छैन, हामीले गर्नुपर्ने काम बाँकी छ क्या। अब भोलि यसका तपाईँको चाहिँ उत्पादनहरूलाई तपाईँको चाहिँ विश्व बजारीकरण गर्ने क्रममा त्यसको लागि आइपर्ने
कानुनी केही झन्झटहरू छन् भने त्यतिखेर हामी बहस गरौँला। अहिले तत्कालीन अवस्थामा हामीलाई काम गर्ने अथोरिटी दिएको छ, काम गर्ने अनुमति दिएको छ होइन। यसमा कुनै पनि कुराहरूको चाहिँ तपाईँको चाहिँ अनफेयर हुने चान्स छैन, फेयरली कारोबार हुन्छ। सबै कुराहरू चाहिँ रेकर्डेड सिस्टम हुन्छ। मोबाइलमा खेत्री तपाईँहरूको त एकदमै रेकर्डेड सिस्टम हुन्छ यहाँ, सबै कुराहरू रेकर्डेड सिस्टम हुन्छ। अब काम गर्ने राम्रो व्यवसाय गरिरहेकाहरूलाई चाहिँ राज्यले बेला बेलामा चाहिँ प्रोत्साहन गरिदियो, प्रवर्धन गरिदियो भने अझ राम्रो हुन्थ्यो होइन। व्यवसायीहरूसँग पनि केही सल्लाह सुझाव लिने काम त भइरहेछ। हामीलाई पनि बेला बेलामा तपाईँको चाहिँ राज्यले बोलाएर के छ तपाईँहरूलाई गरिदिनु पर्ने भनेर त सोध्नु त सोधिरहेछ। तर अझ यसलाई चाहिँ तपाईँको चाहिँ व्यवस्थित बनाउँदै गयो भनेदेखि यो व्यवसायबाट भोलि लाखौँ मान्छेहरूले रोजगारी पाउने कुराहरू, लाखौँ मान्छेहरूले राम्रो आय आर्जन गर्ने कुराहरू, राष्ट्रिय उत्पादन चाहिँ विश्व बजारमा लगेर हामीले त्यो विदेशी अर्थतन्त्र नेपालमा भित्र्याउने कुराहरू मा चाहिँ तपाईँको चाहिँ ठुलो योगदान हुन्छ। र सम्पूर्ण तपाईँको चाहिँ भने चाहिँ नेपालीहरूमा अहिले बेरोजगारीको ठुलो समस्या छ। रोजगारी सृजनाको महत्त्वपूर्ण आधार स्तम्भ बन्न सक्छ, खाडल चाहिँ यसले फुलफिल गर्न सक्छ। किनभने मान्छे उत्पादनमा जोड्न सक्यो, बेच्नमा जोड्न सक्यो। मैले सुरुमै भने हजुरलाई, कसैसँग उत्पादन गर्न सक्ने स्किल छ, कसैसँग बेच्न सक्ने क्यापासिटी छ, कसैसँग चाहिँ तपाईँको स्कुलिङ काउन्सिलिङ गर्न सक्ने ब्रेन छ, कसैसँग लगानी गर्ने क्षमता छ, त्यो सबै चिजको फ्युजन गर्यो भने अघि नै मैले 28-30 वटा कम्पनी भने यो 50औं कम्पनी भएर एउटा कम्पनी तपाईँलाई जोडिदिन्छु। यो के सप्लाई सामान सप्लाई गर्ने कम्पनीहरूले चाहिँ गुनासो सामाजिक सञ्जालमा भेटिन्छ क्या, फलानुबाट मैले सामान मगाएको त्यसले चाहिँ गलत सामान पठाइदियो, त्यो चाहिँ भुवा र के काम लागेन, के भएर काम लागेन, के पनि हालिरहेको हुन्छन् क्या प्रतिक्रियामा। अब त्यो पनि यसमा के छ तपाईँको फरक? त्यो पनि म हजुरलाई क्लियर गर्छु। त्यो चाहिँ अनलाइन पोर्टलबाट सामान बिक्री गर्ने कुरा गर्दै हुनुहुन्छ हजुरले होइन। त्यसको मार त तपाईँले पनि फेर्नु परेको छ नि त। हामीले उस्तै लाग्छ नि त मान्छेहरूलाई होइन, त्यो चिज बुझाउनु पर्यो मान्छेलाई, त्यो र हामी फरक हो भन्नु पर्यो होइन। नाम लिएर म किन प्रचार गरौँ उनीहरूको होइन, आइरहेछन् नि त होइन, केबाट सामान मगाउने, के सामान सप्लाई गर्ने होइन। अब काम गरिसकेपछि केही न केही चुनौतीहरू त आउँछन्, चुनौती आउँछन् भनेर त्यसको मारमा पनि तपाईँहरू पर्नु भएको छ। हामी परिरहेको छौँ, त्यसलाई विभाग मार्फतबाट चाहिँ यसलाई नियमन गर्नु पर्यो। अब यसलाई पनि व्यवस्थित गर्नु पर्यो, कानुनी दायरामा लिएर आउनु पर्यो। कानुनी दायरामा लिएर आएर काम गर्ने वातावरण बनाइदिनु पर्यो। कानुनी दायरामा छन् कि छैन? कतिपय अनलाइन पोर्टलहरू कानुनी दायरामा छन्, तर कानुनी दायरामा रहेकाले भन्दा नरहेकाले चाहिँ यस्ता खालका गतिविधिहरू धेरै गर्छन् नि त। किनकि उनीहरू त छेडीको लागि हो, छोटो समयको लागि हो होइन। जहिलेसम्म तपाईँको विशेष गरी यो कोरोना पछि यो अनलाइन बिजनेस अनलाइन व्यापार बढी भएको देखिन्छ। किनकि मान्छेहरू अलिकति फिजिकल कनेक्ट भएर सामान लिने भन्दा पनि अनलाइन मार्फतबाटै अलिकति तपाईँको चाहिँ सोखिन पनि हुँदै गयो। त्यसको मार पनि त तपाईँहरूलाई पर्यो नि। तपाईँहरू यत्रो राम्रो पवित्र उद्देश्यले काम गरिरहनु भएको छ, अब उहाँहरू आउने 2-4 दिन यसो चाहिँ केही सामान बेच्ने किन्ने हिँड्ने यस्तो छ। मैले हजुरलाई अलिकति यो विषयमा क्लियर गराउनु पर्दा उहाँहरूले बेच्ने प्रडक्टको रेन्ज र हाम्रो प्रडक्टको रेन्ज फरक छ। मैले अघि नै भनिहालेँ, हामीले त्यस्तो प्रडक्टहरू मात्रै बेच्यौँ भने हामी लङ टर्म सस्टेन हुन्छौँ कि जुन प्रडक्ट प्रयोग गरिसकेपछि ग्राहकको कम्प्लेनै नहोस् क्या, क्वालिटीयुक्त प्रडक्ट चाहियो नि त। अदरवाइज त एकजना ग्राहकले तपाईँको चाहिँ प्रडक्टमा सेटिस्फाई भयो, ग्राहकलाई सन्तुष्ट बनाएर गरिने व्यापार र व्यवसाय हो यो। एकदमै नितान्त त्यही नै हो। ग्राहक सन्तुष्ट भयो, व्यापारै चल्दैन, लाग्यो सटरै लागे सोसरा भयो, व्यापारै चल्दैन। किनकि त्यही ग्राहकले अर्को ग्राहकलाई चाहिँ तपाईँको चाहिँ रिकमेन्ड गरेर हाम्रो बिजनेस चल्ने हो। अनि ऊ आफै खुद तपाईँको चाहिँ सेटिस्फाई छैन, सन्तुष्ट छैन, हाम्रो उत्पादनप्रति उसमा कन्फिडेन्ट छैन भने उसले अर्को मान्छेलाई त भन्न सक्दैन नि त। भनेपछि राजमार्गको होटल होइन यो, होइन। रात्रि बस रोकेर चाहिँ भात खाने त्यहाँ धेरै ठगी हुन्छ भन्ने एकदम नितान्त होइन। हामीले लिएर आएका प्रडक्ट यो चाहिँ हाम्रा यो डाँडामा राखेको सुन्दर क्याफे हो, मान्छे त्यहाँ खोजी हाइकिङ गरेर गाडी चढेर जाने जस्तै हो। हजुरको यतिसम्म पनि तपाईँको चाहिँ हामीले अनुमति लिनुपर्छ कि मैले कुनै उत्पादन बेच्दैछु भने हाम्रो तपाईँको चाहिँ वाणिज्य विभागबाट छुट्टै अप्रुभल लिन पर्ने हुन्छ। त्यहाँबाट अप्रुभल नलिकन मैले बजारमा सामान बेच्नै पाउँदिनँ। त्यो अप्रुभल लिँदाखेरि त्यो प्रडक्ट चाहिँ के सर्टिफाई छ, खान योग्य छ कि छैन, त्यसले असर गर्छ कि गर्दैन, त्यसको ल्याब टेस्ट रिपोर्ट प्रमाणित, कम्प्लिटली प्रमाणित नभइकन हामीले हाम्रो पोर्टलमा राखेर तपाईँहरूको त उनी तपाईँहरूसँग सुरक्षित हुन्छ त प्रमाण मजाले हुन्छ। तपाईँको चाहिँ त्यो प्रमाण पेश नगरिकन हामीले तपाईँको बिक्री गर्ने अनुमति पाउँदैन। ल्याबमा टेस्ट गरेर यो कुरा मान्नु ल रातो च्याउ छ भने पर्यो, यो प्रतिशत यो छ, DFT QC लाइसेन्स नराखिकन बेच्नै पाउँदैनौँ हामी।
रातो च्याउको बोर्ड राखेर त्यहाँ चाहिँ अरू अर्को चाहिँ कसैले त्यो गरेको छ भने अर्को डल्ले च्याउको धुलो हालेर बेच्ने चान्स नो चान्स त्यो चान्सै छैन। हामीले DFTQC नम्बर नै राख्न पर्ने हुन्छ भने सफा शुद्ध खानेले त यो पो यता पो लाग्नुपर्ने रहेछ त होइन। एकदम तपाईँको चाहिँ अब हाम्रो उत्पादनहरू प्रयोग गर्दै गर्दाखेरि त हाम्रो युजरहरू जति बढी सेटिस्फाई भयो हाम्रो व्यापारको रेसियो त्यही रेसियोमा बढ्दै जाने हो। अब तपाईँ यो धेरै रोजगारै पाइए मुलुकमा भन्न धेरै लाइन लागेर विदेश गइरहेछन्, यहाँ कसरी तपाईँहरू रोक्न सक्नुहुन्छ? आइडिया दिनुहोस् त। ती व्यक्तिहरूलाई हामी के भन्छौँ भने तपाईँ विदेश जाँदै हुनुहुन्छ भने विदेश जानुको सट्टा तपाईँसँग कुनै चिज प्रडक्सन गर्न सक्ने क्षमता छ भने घरमै प्रडक्सन गर्नुहोस्, खेतीपाती गर्नुहोस् होइन तपाईँसँग प्रडक्सन गर्न सक्ने क्षमता छैन भने लगानी गर्ने पैसा छैन भनेदेखि हामी बठामा आउनुहोस्, हामी तपाईँलाई बिक्री गर्ने कला सिकाउँछौँ, बिक्री गर्नलाई हामी ट्रेन गराउँछौँ, बिना इन्भेस्टमेन्ट तपाईँलाई आय आर्जन गर्न सक्ने हामी प्लेटफर्म दिन्छौँ। त्यहाँबाट तपाईँले भोलिको दिनमा तपाईँको चाहिँ लाखौँ रुपियाँ आम्दानी गर्न सक्नु। मेरो घर खोटाङ हो, मैले खोटाङबाट केही उत्पादन नियमित गर्ने भयो भने त व्यापार त बिक्री तपाईँबाट भयो। तपाईँले हामीलाई जुन अघि न हजुरले प्रसङ्ग उठाउनु भएको थियो क्वालिटीयुक्त प्रडक्ट, जुन प्रडक्ट चाहिँ खान योग्य छ र जुन प्रडक्टको कारणले गर्दाखेरि चाहिँ भोलि ग्राहकहरूले चाहिँ लाभ लिन सक्छन् भनेदेखि त्यो प्रडक्ट ल्याउनुहोस्, हामी त्यसलाई बजार प्रवर्धन गरिदिन्छौँ। किनकि हामीसँग अलरेडी लाखौँ मान्छेहरू हुनुहुन्छ। तर तपाईँ त्यसलाई लाइसेन्सवाला उत्पादनबाट चाहिँ आएको हुनु पर्यो अथवा त्यसको ल्याब टेस्ट प्रमाणित चाहिँ भएको हुनु पर्यो। सबै प्रडक्ट ल्याब टेस्ट पनि हुनु परेन। राज्यले यो प्रडक्टहरूको चाहिँ दायरा त एउटा हरेक चिजको बनाइदिएको छ नि त होइन। राज्यको तपाईँको चाहिँ कानुन सम्बद्ध हुनु पर्यो क्या। अघि हामीले जडीबुटीको कुरा गरेका थियौँ, कुनै जडीबुटी वन कार्यालयसँग अप्रुभल लिएर मात्रै हामीले निर्यात गर्न सक्छौँ अथवा ल्याउन सक्छौँ। कुनै जडीबुटी त हामीले तपाईँको चाहिँ बजारको कडी पत्ता पनि त जडीबुटी हो नि त होइन। कडी पत्ता त्यो त जङ्गलै जङ्गल छ तपाईँको होइन। त्यो लिएर आएर हामीले तपाईँको जस्तो एउटा मोरिङ्गा, हामीसँग मोरिङ्गा भन्ने प्रडक्ट पनि छ होइन। अब त्यो मोरिङ्गा भनेको त पहिला त हामी तपाईँको त्यसको सब्जी खान्थ्यौँ, अहिले पनि खाइरहेछौँ। त्यसको धेरै ठुलो भ्यालु छ नि त। अब त्यसलाई हामीले मोडिफाई रूपमा लिएर गइसकेपछि त्यसको ल्याब टेस्ट रिपोर्ट निकाल्नु पर्यो। त्यसको तर मोरिङ्गै बेच्न त केही गर्नु परेन। मोरिङ्गै तपाईँको चाहिँ खुला बेच्नको लागि केही फरक परेन। तपाईँ खुला उत्पादन गर्न सक्नुहुन्छ भने हामी लिएर आएर त्यसलाई लेबलिङ गर्छौँ, प्याकेजिङ गर्छौँ, त्यसलाई रिफाइन गर्छौँ होइन, त्यसलाई अझ उच्च क्वालिटीमा हामी कन्भर्ट गर्छौँ अनि अप्रुभल लिन्छौँ अनि बेच्छौँ। तपाईँहरूकोमा आएपछि त्यो हामीकोमा आएपछि प्रोसेसिङ प्रक्रियामा सामान्य घरमा प्रयोग गरे जसरी प्रयोग गर्नको लागि त त्यो प्रोसेसिङ प्रक्रिया मिट गरिरहनु परेन नि त होइन। अब हामीले त अघि नै भनिहालेँ त्यो त हाम्रो सामान्य घरमा मात्रै पुर्याउने होइन, भोलि त यो उत्पादनलाई हामीले तपाईँको चाहिँ विश्वको मार्केटमा कसरी लैजाने के भन्नुहुन्छ त विदेशीहरूलाई अलिक मजाले खुलेर भन्नुहोस् त ल। अब खुलेर भन्नुपर्दाखेरि जो लाख 1.5 लाख 2 लाख खर्च गरेर विदेश गएका छन्, सपनै चाहिँ पैसा डुबाएका छन्, रुएर हिँडेका छन्, त्यो साथी सर्कलको लयमा तपाईँहरू विदेश नजानुहोस् होइन। नेपालमा एक ठुलो अवसर छ, राज्यले पनि नेपाली उत्पादनहरूलाई प्रवर्धन गर्नुपर्छ, प्रमोट गर्नुपर्छ भनेर विभिन्न किसिमको पोलिसीहरू बनाइरहेको हामीले सुन्नमा आएको छ होइन। अब नेपालमा चाहिँ हामीले तपाईँको चाहिँ नेपालकै उद्योगहरूलाई चाहिँ प्रमोट गर्ने, उद्यमी बन्ने हो कि व्यवसायी बन्ने हो कि होइन, हामीले नेपालमै केही गर्न सक्छौँ, लगानी नै चाहिन्छ भन्ने छैन क्या। यदि आफूलाई तीव्र काम गर्ने इच्छा शक्ति छ भने लगानी बिना मान्छेले तपाईँको चाहिँ धेरै ठुल्ठुलो प्रोजेक्टहरू लिड गरिरहेछन् होइन। जन्मजात मान्छेलाई गर्न थाल्थे मलाई त पैसै छैन भन्ने धेरै झोक्राइरहेको भेटिन्छ क्या। यस्तो छ नेपालीहरूमा के छैन भने धैर्यता छैन क्या। काम सुरुवात गरेको भोलिपल्ट उसलाई अर्निङ चाहियो होइन। काम सुरु गरेको भोलिपल्ट त आम्दानी हुँदैन नि त। उसले कुनै पनि काममा 2-4 वर्षसम्म त तल्लीन भएर निरन्तर रूपमा गर्न सक्नु पर्यो नि। आज ऊ विदेश गइरहेछ भने उसले 30 दिनसम्म इन पङ्क्चुअल टाइममा 8 घन्टा ड्युटी नगरिकन त उसले स्यालेरी त पाउँदैन नि त। पाउँदैन। अब ऊ यहाँ हुँदाखेरि चाहिँ त्यो पङ्क्चुअल भएर ऊ काम गर्न तयारी छैन क्या। किनकि यहाँ तपाईँ अहिले 7 घन्टा 58 मिनट गरेर पनि हुँदैन, पाउँदैन। उसले 8 घन्टै पुरै गर्नुपर्छ। 2 मिनट ढिला जाँदाखेरि पनि उसको तपाईँको चाहिँ डिडक्सन हुन्छ पाउने सुविधा। तर यहाँ चाहिँ के हुन्छ भने त्यो हिसाबले काम गर्नु पर्यो। नेपालीहरू अधैर्य भएर पनि धेरै दुःख पाइरहेछन् एकदम। है त निरन्तरता नभए यो आन्दोलन हरेक 10 वर्ष आगो लाउने निरन्तरता नभएर यसको हेर्नुहोस् कुनै पनि काममा निरन्तरता छैन। 10 वर्षै कुर्न छोड्यो नेपालीहरूले नसक्ने। एउटा तपाईँको चाहिँ 72 सालमा आएको संविधान 82 मै जलाइदिए ल हेर्नुहोस्।
त्यो चाहिँ निरन्तरता नभएर हो तपाईँको धैर्यता चाहिँ हामीमा धैर्यता आवश्यकै छ। एकदमै धैर्यता। यो चाहिँ एकदम सबै नेपालीले एकदम सुन्नुपर्ने कुरा हो। एकदमै यो कुनै पनि काममा धैर्यतापूर्वक होइन, कुनै पनि काम गर्दाखेरि तपाईँको चाहिँ अलिकति तलमाथि हुन्छ नि। त्यत्रो कोभिडको महामारी आयो, यत्रो आर्थिक तपाईँको चाहिँ सङ्कट, फाइनेन्सियली क्राइसिस रह्यो होइन, त्यसले त धेरैलाई छेदविच्छेद गरेको छ नि त। अब त्यो आयो भनेर हामी त्यसमा अतालिने भन्दा पनि त्यसलाई विवेकपूर्ण तरिकाले त्यसको चाहिँ सेफ ल्यान्डिङ खोज्नु पऱ्यो कि सेटलमेन्ट खोज्नु पऱ्यो। समय लाग्ला त्यसको, तपाईँको चाहिँ बिग्रेको चिज बनाउनको लागि त समय लाग्न सक्छ नि त, भत्काउन पो समय लाग्दैन त, बनाउने चिज त हरेक कुरा समय लाग्छ। त्यो समय कुर्न सक्नु पऱ्यो क्या। अब त्यो समय कुर्न नसक्दाखेरि त्यसबाट क्रिएट हुने जुन रियाक्सन होइन, धैर्यता नभइसकेपछि मान्छेको धैर्यता भङ्ग भएपछि त उसले त तपाईँको चाहिँ उशृङ्खल गतिविधि गर्छ। त्यो उशृङ्खल गतिविधिले चाहिँ दीर्घकालीन रूपमा के गर्छ त भन्दा क्षति नै गर्छ। जस्तै यो आर्थिक अस्थिरता हाम्रोमा छ, सरकारको अस्थिरता हाम्रोमा छ, यसले पनि तपाईँहरूलाई असर गरेको होला होइन? यो त स्वाभाविकै हो। यो एउटा सरकार आउँछ, एउटा नियम सरकारी अस्थिरता भनेको हामीले आजदेखि झेलेको चिज होइन, यो वर्षौँदेखि हामीले झेलिरहेको चिज हो। अब हामी काम गर्ने मान्छेहरूलाई यो युज टु पनि भइसक्यो। हाम्रो अपेक्षा के छ? दीर्घकालीन सरकार हुनु पर्यो भन्ने अपेक्षा छ होइन। तर अब दीर्घकालीन सरकार रहँदैन त अब त्यहाँ त हामीले के गर्न सक्छौँ? पहिला त सङ्ख्या नपुगेर चाहिँ दीर्घकालीन सरकार नभएको थियो, अहिले त सङ्ख्या पनि पुग्ने सरकार आएको छ नि त, केही छ अहिले? अब हामीले अहिलेसम्म भन्ने यो सरकार दीर्घकालीन हुन्छ भन्ने नै बुझ्ने हो, किनकि होस् भन्ने कामना पनि हो। जनताले 5 वर्षको म्यान्डेट त दिएर पठाइसकेका छ होइन। मैले अघि नै धैर्यताको कुरा गरेँ। अब यहाँ कतिपय ठाउँमा टिका टिप्पणी सुरुवात हुन थालिसकेको छ। भर्खर त सरकारले काम गर्न पाएको 4-5 महिना भएको छ। 5 महिनामा के आउटपुट? एउटा तपाईँको बेस बसाल्ने काम पनि हुँदैन, जग हाल्ने काम पनि भएको छैन होइन। एउटा जग बनाउनकै लागि 1 वर्ष त समय लाग्छ नि त। अब यो सरकार चाहिँ 5 वर्षसम्म निरन्तर रूपमा चलोस् र यो सरकारले जो एजेन्डा लिएर आएको छ, राष्ट्रिय उत्पादनहरूलाई प्रवर्धन गर्ने होइन, राष्ट्रिय उत्पादनलाई विश्व बजारीकरण गर्ने, स्वरोजगार सिर्जना गर्ने, जस्तो कतिपय ठाउँमा सुरुवात भएको छ। हेटौँडामा कपडा उद्योग सञ्चालनमा आएको छ। यसै गरी राज्य लेभलबाट पनि सयौँ तपाईँको चाहिँ उद्योगहरू सञ्चालनमा आओस् र हामी जस्ता व्यवसायीहरू जो हामी केही गर्न चाहन्छौँ, हामी जस्ता व्यवसायीहरूलाई चाहिँ उद्योग सञ्चालन गर्नको लागि चाहिँ प्रवर्धन गरोस् न। हामी तयारी छौँ, हामी हजारौँ मान्छेलाई रोजगारी दिन सक्छौँ। आजको मितिमा पनि हामीसँग लाखौँ मान्छे जोडिनु भएको छ, लाखौँ उपभोक्ताहरू हामीसँग ठोक्किनु भएको छ, हजारौँ मान्छेहरूले चाहिँ राम्रो आय आर्जन गरिरहनु भएको छ। यसको सङ्ख्यालाई इन्क्रिज गरेर लाखौँमा कन्भर्ट गर्न सकिन्छ नि त होइन। भर्खर सुसूचित हुँदैछ बजार। अहिलेको तपाईँको चाहिँ 21औं शताब्दीको जुन तपाईँको चाहिँ लेटेस्ट टेक्नोलोजीको चाहिँ अवलम्बन हुँदैछ। मान्छेहरू अहिले हरेक चिज चाहिँ घरमा बसेर गुगल मार्फतबाट संसार भ्रमण गरिरहेको अवस्थाहरू छ। 10 वर्ष अगाडि हामीलाई त्यो एक्सेस थिएन। भनेपछि बल्ल मान्छेहरू चाहिँ अवेरनेसन भइरहेछन्, सुशिक्षित भइरहेछन्। म सुशिक्षित भएँ भने मैले बाहिरको तपाईँको चाहिँ उपलब्धि हेरेर मैले यहाँ कपी गर्ने हो नि त, त्यसलाई यहाँ इम्प्लिमेन्ट गर्ने हो भने पनि यो तपाईँको वस्तुको प्रत्यक्ष बिक्री प्रणाली। हजुर होइन, हजुरले नेटवर्किङ भन्ने भन्दा पनि वस्तुको प्रत्यक्ष बिक्री प्रणाली यहाँ नितान्त। नेटवर्किङ बदनाम छ किनभने त्यसमा भित्र थुप्रै चिज हुँदो रहेछ नि त। ग्ल्यामिङ पनि त्यहाँ हुने, राम्रा काम पनि हुने, नराम्रा काम पनि हुने भएकाले अब के भनौँ भने वस्तुको प्रत्यक्ष बिक्री प्रणाली। फेरि अर्को कुरा पनि मैले हजुरलाई क्लियर पारेँ, नेटवर्किङ भनेपछि नराम्रो कुरा होइन। विदाउट नेटवर्किङ जोड्ने कुरा त, नेटवर्किङ भन्दा जोड्ने कुरा त केही पनि चल्दैन। नेटवर्किङ बिना केही पनि चल्दैन। त्यसको बुझाइ, त्यसको क्याटेगोराइज गर्नु पर्यो क्या। त्यहाँभित्र केही चिज चाहिँ तपाईँको चाहिँ त्यो शब्दलाई कसैले गलत रूपबाट प्रयोग गरेर गलत फाइदा लिइरहेछ भने त्यसको मोनिटरिङ हुनु। यो कार्यक्रम मार्फत के भनौँ भने वस्तुको प्रत्यक्ष बिक्री प्रणाली व्यवस्थापन गर्ने हो भने नेपालमा उत्पादन, रोजगारी, स्वरोजगार भनौँ होइन, र बिक्री गरेर आय आर्जनमा ठुलो सम्भावना छ, धेरै ठुलो सम्भावना छ। रोजगार खोज्न विदेश जानु पर्दैन। आउनुहोस् तपाईँसँग आएर जोडियो भने पायो रोजगारी, त्यसले मजाले उसले भोलिदेखिबाट रोजगारी सिर्जना गर्नु सक्छ। आयो नो लगानी, जेरो इन्भेस्टमेन्ट, उसले आफ्नो उसले सन्तुष्टिलाई नै तपाईँको चाहिँ सेयर गरेर आम्दानी गर्न सक्छ। यसलाई राज्यले व्यवस्थापन गर्ने कुरामा चाहिँ चुक्नु भएन। राज्यले व्यवस्थापन गरिरहेछ, अझ थप व्यवस्थापन भयो भने यहाँबाट तपाईँको चाहिँ ठुलो बेरोजगारी समस्याको चाहिँ न्यूनीकरण गर्न सकिन्छ, हल गर्न सकिन्छ। धन्यवाद। यो हेर्दाखेरि तपाईँको चाहिँ सानो व्यवसाय देखे तापनि यसबाट ठुलो तपाईँको चाहिँ सम्भावना छ
यसमा म सबै देश विदेशमा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई के भन्न चाहन्छु भने तपाईँसँग जे चिज छ, जे क्षमता छ, जे गर्न सक्नुहुन्छ, आउनुहोस् हामीसँग जोडिनुहोस्। तपाईँको क्षमता अनुसारको चाहिँ स्पेस हामी क्रिएट गराउँछौँ र मिलेर अगाडि बढौँ भन्न चाहन्छु। कार्यक्रममा आइदिनु भयो, धन्यवाद। धन्यवाद। यहाँलाई पनि यो पपुलर कार्यक्रम मार्फतबाट मेरो केही कुराहरू राख्ने अवसर दिनुभयो, त्यसको लागि यहाँलाई पनि धेरै धेरै धन्यवाद। हस्, थ्याङ्क यू। आदरणीय दर्शकवृन्द, यहाँहरूलाई पनि हार्दिक धन्यवाद कार्यक्रम हेरिदिनु भयो। आजलाई म कार्यक्रमबाट बिदा चाहन्छु। हवस्, नमस्कार।